उ गर्ने कि भोइस उ गर्ने मिल्दैन मिल्छ भोइस हाल्न ल हाई गाइजहरु आज माघे संक्रान्तिको दिन ज्वाइँलाई टिका लगाउँदै हुन्छ हाम्रो मम्मीले ल टिका लाउँदै हुनुहुन्छ हाम्रो हाम्रो जेठी दिदी भर्खर विदेश कतारबाट आउनु भएको हाम्रो दिदी मम्मी दक्षिणा दिनी होला के कति विधि ल अब पालो सान दिदीको ल हाम्रो सान दिदी चाहिँ नेपालमै बस्नुहुन्छ नेपालमै काम गर्नुहुन्छ उहाँ चाहिँ बहिनी उहाँ ऊ कान्छी छोरी हुनुहुन्छ उहाँको आरुसीले नि टिकी लाउने होला होइन छोरी ल गाइजहरु अब पालो मेरो सबैभन्दा कान्छी भएर लास्टमा पालो आयो मेरो अफकोर्स नट टाइम पनि छ तिमीहरू छोरी हो नि त नाति सबभन्दा सानो यहाँ चाहिँ नातिनी तिमीहरू नमस्ते भन्नुपर्छ तिमीहरूको टिका नागा झर्दैन नागा ल ल ओ ल आधा लाखको मोबाइल को जेठी नातिनीको पालो अब चाहिँ काली महाकाली हैन ल प्लिज अब पालो माइली नातिनीको माइली माइली छोरीको जेठी छोरी हो तर रोलबाई गर्दा चाहिँ माइली पर्नुहुन्छ हाम्रो गोरीमाया गोरे हाई गरिदेऊ गोरीमाया अलिकति हल्का यस्तो पनि गर्नुपर्छ कि अलिअलि यस्तो यस्तो गरेर गराउनुपर्छ कि राम्रो दिन्छ कि अब उहाँ त मेरो मुटुको टुक्रा हाम्रो घरको मुटुको टुक्रा कान्छी नातिनी हाई गाइज भनिदेऊ आरुसी हाई गाइज भनिदेऊ यो काइन भाकी नमस्ते गरिदेऊ आमालाई यसलाई अब जिस्काउने हो कि